जीवनको यात्रामा सबैभन्दा कठिन निर्णयहरूमध्ये एउटा हो कसैलाई छोडेर आफ्नो बाटो रोज्नु। तर समयले सिकाउने एउटा ठूलो सत्य के हो भने गलत मानिसको साथमा आफूलाई हराइरहनु भन्दा केही समय एक्लै हिँड्नु धेरै बुद्धिमानी निर्णय हो मेरो साथी हो। किनकि गलत सम्बन्धले केवल मन दुखाउँदैन, यसले तपाईको आत्मविश्वास, शान्ति, सपना र आफ्नो मूल्यमा रहेको विश्वास पनि बिस्तारै खोज्दै जान्छ। बाहिरबाट साथमा मानिस भए पनि यदि तपाईलाई सम्मान, माया र बुझाइ छैन भने त्यो साथ केवल नामको मात्रै हुन्छ। एक्लोपन सुरुमा कठिन लाग्न सक्छ, चारैतिर मौनता हुन्छ, आफ्नै मनसँग धेरै प्रश्नहरू हुन्छन् र कहिलेकाहीँ आफूले सही निर्णय गरे कि गरिन भन्ने शंका पनि उठ्छ। तर यही एक्लोपनले मानिसलाई आफ्नो वास्तविक शक्ति चिन्न सिकाउँछ। जब साथमा कोही हुँदैनन् तब मानिसहरूले आफ्नै हिम्मत, आफ्नै क्षमता र आफ्नै आत्मविश्वासलाई चिन्न थाल्छ। थोरै सफल र बलिया मानिसहरूको कथा हेर्दा थाहा हुन्छ उनीहरूले जीवनमा कुनै न कुनै मोडमा एक्लै हिँड्नुपर्ने निर्णय गरेका थिए। त्यो निर्णय सजिला थिएनन्, तर त्यही निर्णयले उनीहरूलाई अझ परिपक्व, आत्मनिर्भर र बलियो बनायो। याद राख्नुहोस्, एक्लोपन कमजोरी होइन, आत्मसम्मानको संकेत पनि हुन सक्छ। गलत मानिसको साथमा मुस्कुराउन बाध्य हुनु भन्दा आफ्नै शान्तिमा एक्लै मुस्कुराउनु धेरै राम्रो हो। समयसँगै सही मानिसहरू पनि जीवनमा आउँछन्, तर त्यसअघि आफूलाई हराउनु भन्दा आफूलाई बचाउनु धेरै महत्त्वपूर्ण हुन्छ। किनकि तपाईले आफ्नो सम्मान जोगाउनु भएको दिनदेखि नै तपाईको नयाँ जीवन सुरु हुन्छ। याद राख्नुहोस् मेरो साथी हो, गलत सम्बन्धले तपाईलाई थकित बनाउँछ, तर एक्लोपनले तपाईलाई बलियो बनाउँछ। गलत मानिसले तपाईको आत्मविश्वास तोडेर जान्छ, तर एक्लै हिँड्ने साहसले तपाईको व्यक्तित्व के गर्छ? निर्माण गर्छ। किनकि धेरै पटक जीवनमा सबैभन्दा बलिया मानिसहरू उनीहरू नै हुन्छन् जसले कुनै समय एक्लै हिँड्ने साहस गरेका थिए।